गोरुको जस्तो देख्दो रहेछ त हौ राँगाको टेस्ट हुन्छ हुन्छ ओके अनि यो राँगाको ग्रेभी चाहिँ दामी हुन्छ हाम्रो चाहिँ त्यसले नमस्ते सेवा दाक्छु स्वागत छ मेरो मम्मीलाई मुकबाङ मेरो च्यानलमा हुन्छ हुन्छ ओके अनि सबैजना साथीहरूले चाहिँ मम्मीसँग मुकबाङ गर्नु मम्मीसँग भनेर भन्नुभएको छ अनि मम्मीले चाहिँ सक्नु पनि हुँदैन अरू केही मन पराउनु पनि हुँदैन मोमोहरू पनि थोरै थोरै मात्रै खानुहुन्छ होइन अनि करेन्ट अन्डाहरू पनि त्यस्तो खान सक्नुहुन्न अनि खाना हो अनि राँगाको मासु चाहिँ मन पराउनुहुन्छ होइन अनि फेरि मम्मीलाई धेरै सिटी चाहिन्छ अलिक गिल्लो चाहिन्छ मलाई चाम्रो चाम्रो अनि थपेर तर म चाहिँ हड्डी नै हो हड्डी लभर हो अनि मासु चाहिँ हामी आमा छोरी दिनकै खान्छौँ है भेराइटी भेराइटी अनि मम्मीसँग मुकबाङ लिएर आएको छु आमासँग आउनु आउनु मम्मीको यो यता राख्नु ल आउनु आउनु भन्नुभयो र अनि लु मम्मी फर्स्ट टाइम लु खानु अलिक यता आएर सजिलो पाराले बस्नुहोस् लु पहिला चेस्ट गर्नु मै खाऊ मम्मीको फेभरेट हो मै पनि चेस्ट मै पनि दामी छ लु खाएँ है भने ल खाएँ मम्मी खानुहोस् है ल ओके खोर्सानी पनि छ काँक्रा पनि अनि यो राँगाको ग्रेभी चाहिँ दामी हुन्छ हाम्रो चाहिँ प्राय अब झोल झोल चाहिँ हामी चाहिँ दालहरू चाहिँ धेरै खाँदैनौँ त्यस्तो झोलमा मम्मी त साँच्चै देब्रे पो त है देब्रे म अप्ठ्यारो भयो नि त अनि देब्रे देब्रे दुईवटा हात त देब्रे देब्रेले दिन्थ्यो हामीलाई सानोमा लु है फर्स्ट बाइट खाएँ दाम दाम भएछ मिठो हो अचार पनि यस्तो पिरो छ आजभोलि त म त पिरो त्यति खानै नसक्ने पो भएको छु हौ पेट पोलेर पिरो बेसी खानु पनि हुँदैन धेरै गर्ने हुन्छ अरे ल मासु खानु मम्मी मम्मीलाई त हजुरहरूसँग ल्याइदिएको मात्रै खानु सक्नुहुन्न हो दाँतले पनि त हुँदैन नि त मम्मीको मम्मी त अलिक मोटाउनु भएको छ है मम्मी हाम्रो चाहिँ यस्तै हो खाना खोइ जहिले मासु दिनकै हुन्छ कहिले के तेरो से लागेर मलाई पनि त दिनकै मासु पो चाहिने भयो अरे मम्मी मासु खाने बानी भएपछि त दिनकै चाहिँदो रहेछ मासु अनि बिहान बेलुका दिउँसो केमा मासु नै कत्रो हड्डी छ मम्मीले पनि सुँगुर खानुहुन्न राँगा गङ्गाले त राँगा पनि खाँदैन गङ्गाले त सुँगुर राँगा खाँदैन म त पहिलाको जुनीमा कुकुर थिएँ कि क्या मम्मी हड्डी मात्रै मनपर्छ
गोमा त त सुँगुर हो नि सुँगुरले पनि मजाले खान्छ नि चारो हड्डी त खाँदैन हड्डी खाँदैन कि लो त चारो मजाले खान्छ नि त सुँगुर गङ्गामा पनि हड्डी चाहिन्छ कुखुराको त हड्डी हुँदैन त्यही खुट्टा पखेर राँगाहरू त खाँदैन त्यसले वाह 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 पर्सन ढ्याडी खाँदैन यही अचार पिरो छ मेरो पिरो कम भइसक्यो क्या मम्मी पर्सन बेसी खानु हुँदैन पेट पोलेर पहिला मैले 15-16वटा डल्ले खोर्सानी खान्थेँ फ्राई गरेर अहिले धेरै कम भएको छ अहिले त 3-4वटा मात्रै खान्छु डल्ले खोर्सानी 15-16वटा चाहिँ होइन होला है हो त खान्थ्यो मरे हाँसु बेसी नखानु है भनेर भन्थ्यो त्यति बेला त भुँडी पनि पोल्थेन उमेरै रहेछ अहिले त अलिकति खोर्सानी बेसी भएपछि भुँडी पोल्छ अब खाइसकेर मम्मी र म घुम्नु जानुपर्छ माथि एकछिन है घुम्न पनि जानुपर्छ इभिनिङ वाक मम्मीले त दुइटै हात चलाउनुहुन्छ होइन देब्रे दाहिने दुइटै यसले चाहिँ हाते चलाउने हामीलाई कुर्दा कुन हातले कुट्नुहुन्थ्यो दाहिने दाहिनेले भेट्थ्यो मजाले जाँच छान्नु पर्यो नि यही देब्रे हो हाते चलाउनु मात्रै हो दुइटै बराबर चल्छ अँ हाम्रो त देब्रेले त केही हुँदैन पहिला मैले देब्रेलाई घर लिप्थेँ अनि पापाले हुँदैन देब्रेले लिप्नु भनेर त्यसो भन्थ्यो त्यहाँदेखि दाहिनेले लिप्नु थालेको के हुन्छ देब्रेले देब्रेहरूले नलिप्नु अरे नि त मरेको लास निकालेको दिन चाहिँ देब्रेले लिप्दो रहेछ नि त अन्त हरियो गोबरले लिप्नु हुँदैन अरे मरेको दिनमा चाहिँ लास निकालेको दिन चाहिँ तिरेपाथी हरियो गोबरले देब्रेहरूले सोरेर निकाल्दो रहेछ लास पछि पछि त हड्जी त सबैले मलाई दिन्छ हड्डी मासु त मजाले गिल्लै भएछ है मम्मी मम्मीले खानु सक्ने मम्मी खानु हरियो परेर काँक्रा छ मेरो यहाँ हामी त साग सब्जी त खान्थेन मम्मी आउनुभएको छ साग पनि भयो गोरुको जस्तो देख्दो रहेछ त हौ राँगाको
यता त हड्डी पाउनु साह्रो पर्छ उता सिक्किममा त सराबरी दिन्छ हड्डीसँग है मेरोमा हड्डी भनेर एक्स्ट्रा माग्नुपर्छ माइलिसीमा पनि देब्रे हो त लिटुरा पनि देब्रे हो सिक्किममा सबैभन्दा मासु के को सस्तो रे मलाई त थाहा छैन के को मासु सस्तो उसको होइन खसीको कुन त खसी त कसले खाँदैन सिक्किममा यहाँ कस्तो महँगो छ है उता त कसैले खाँदैन ठुलुङ राईहरूले त जिउँदै पनि छुँदैन साम्पाङहरूले हामीले पनि हुँदैन नि खानु हामी त पाल्थ्यौँ एक खरै हुन्थ्यो तर खानु त हुँदैन नि त खानु हुँदैन जिउँदो त पाल्थ्यो हामीले खसी बनायो अरे डङ्की बेच्यो खसीकै सस्तो हो अनि गोरुको मासु सस्तो होला हौ अनि खसी र गोरु मम्मी त यसो साथी मात्रै हो खानु सक्नुहुन्न गङ्गाले पनि कहाँ सक्थ्यो मम्मी खाना पुग्यो आयो मजा भयो पुग्यो मासु खानु न बोन मेरो खानु मन छ अरे मम्मीलाई त्यो हड्डीभित्रको त्यो त बिहानै गरौँ भन्नुपर्छ क्या हुनुकै हुन्छ बोसोले राँडाको उयो हड्डीले सासुस पनि हुन्छ नि काट्यौँ हामीले काट्यौँ भन्छौँ तर यता त पाउँदैन होला चिसो भइसकेछ अब हाम्रो बेलुका खाना यो भरे भोक लाग्यो भने यो उफ्रिन्छ फेरि खाने तताएर है उता त खाना र मासु मम्मीले भन्थ्यो त त्यो उयोले हेरेको खाएको हेर्नुहुन्थ्यो होइन कोरियनहरूले मजाले यस्तो घोगीहरू खान्छ अनि यतातिर हड्डी सुप खान्छ कति मजाले खान्छ उनीहरूले त गोरुको खान्छ नि मम्मी खाने हामी त जन्मै नखाएको गोरु गाई गोरु भन्ने त लक्ष्मी हो म त माया लाग्छ भरसकै काट्नेलाई पनि नदियोस् आफूले गाई वस्तु पालेपछि गोरुलाई गोरु तिहारको दिन मिठो मिठो चिज दिनुपर्छ फलफुल रोटी त्यसको खुट्टामा पैसा राखेर ढोक्नुपर्छ गोरुलाई यता त ढोक्दैन गाईलाई चाहिँ ढोक्नुपर्छ नि
गाईको त लक्ष्मी पुजेर टाङमुनि छिर्नुपर्छ तर कोही त लासाले हिर्काउने हुन्छ टाङमुनि अन्डा निकालिन्छ नि छिरेको राम्रो नि लक्ष्मीको टाङमुनि छिरेको राम्रो ल म त खाइसकेँ म त हड्दिँदैन अलिक खानु उतापट्टि मलाई खान्न भए पुग्यो कसले ल्याउने अब उस म त हड्डी खाँदा ढिलो भयो अब मम्मीले पनि खाइसक्नु भयो मेरो पनि यति लास्ट इन्डिङ गरिदिउँ है हाम्रो मम्मीको फर्स्ट मुखबाङ कस्तो लाग्यो एकदम दामी होइन मम्मीले खाएको कस्तो लाग्यो भन्नुहुन्छ है त्यहाँ ए गङ्गालाई त च्या कति अल्छी लागेर खाएको भन्नुभएको थियो